गौरी शंकर होम डेकोर प्रालीले आम ग्राहकहरूका लागि सस्तो राम्रो भरपर्दो विभिन्न फर्निसिङका सामानहरू चाहिँ उपलब्ध गराउँदै आइरहेको छ। यसको चर्चा धेरै सुनिसके पछाडि हामी पनि एकपटक कस्तो रहेछ त उहाँहरूको चाहिँ आउटलेट भनेर भिजिट गर्न आइपुगेका छौं र यो देख्दाखेरि नै यति आकर्षक लागिराखेको छ कि यति राम्रो राम्रो सामानहरू उहाँसँग छ। आज हामी यसको बारेमा समग्रमा के सामान छ, कति पर्छ र तपाईहरुले कसरी लिन सक्नुहुन्छ यसको समग्र जानकारी यो भिडियोमा हामी प्रस्तुत गर्नेछौं र यति बेला हामीसँग उमेश बस्नेत सर हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्छौं। सर नमस्कार। नमस्कार। आरामै हुनुहुन्छ? कस्तो छ सर व्यवसाय? यहाँबाट चाहिँ कुराकानीको थालनी गरौँ। व्यवसाय एकदमै राम्रो छ। अब यो हाम्रो चुनावी इलेक्सन भन्दा अगाडि त अझ गजबै थियो। त्यो पछाडी पनि अलिकति स्लो भएको छ। हुन त यो सिजन पनि हैन, अलि अफ सिजनै हो यो। हजुर। वैशाख लागेपछि चाहिँ राम्रै हुन्छ। अहिले पनि राम्रै छ हैन? माया गर्दिनु भएको छ ग्राहकहरूले धेरै। कति वर्ष भयो सर तपाईहरुले ठ्याक्कै यो व्यवसायमा हात हाल्नु भएको? यो हामी विगत 8 वर्षदेखि कन्टिन्यू, विगत 8 वर्षदेखि निरन्तर रूपमा चाहिँ तपाईहरु हुनुहुन्छ हैन? हजुर। अब के छ त अहिले चाहिँ ठ्याक्कै तपाईहरुकोमा के पाउन सकिन्छ? गौरी शंकर भित्र ठ्याक्क प्रवेश गरिसके पछाडी हाम्रो यो के पाइन्छ? हाम्रो यो छाना भित्र घरलाई चाहिने सम्पूर्ण कार्पेट, पर्दा, डोरम्याटदेखि लिएर सोफा, खाट, दरवाजा हामी चाहिँ अब इन्टेरियर डिजाइनर पनि गर्छौं। हजुर। हामी इन्टेरियर डिजाइनर पनि हो। सबै हामी डिजाइन आफै गरेर 3D सहित कस्टमरलाई खुसी बनाएर काम गर्छौं। भनेपछि समग्रमा अब मेरो नयाँ घर बन्दैछ, मलाई तलदेखि माथिसम्म सबै कुराहरू चाहिँ सिस्टम गर्नु पर्यो भनेदेखि तपाईहरुकोमा उपलब्ध छ। हजुर हजुर। तपाईहरुको विशेषता चाहिँ के हो सर? अलिकति राम्रो सामान दिउँ, महँगै लिउँ भन्ने हो कि अथवा एकदम कम मार्जिनमा राम्रो सामान दिउँ भन्ने हो कि हैन, के हो? यसो छ, आम ग्राहकको रोजाइमा आम ग्राहकले अफोर्ड गर्न सक्ने खालको सामान, जस्तो ग्राहकको चाहना अनुसार ग्राहकलाई सन्तुष्टि पार्ने काम हाम्रो। अब यसो रेट चाहिँ यो उ भन्ने छैन, कस्टमरले कस्तो खोज्नुहुन्छ, कस्टमरले कस्तो चाहनुहुन्छ, बजेट अनुसार पनि हो। कस्टमरको बजेट अनुसार डिटरमाइन हुन्छ।